सो यो वाट्सअप गाइड इट्स मी बिजन मलाई ठकुरी है लगाइज। अब हामी चाहिँ यो न्यू भ्लग मेरो बिहानीको साथमा पोखरामा त्यही माथि पोखराको पनि पोखरेली केटा एके सुजल घले गुरुङसँग आज हामी सानो राइड तर कहाँसम्म भनिदिउँ साथी? यहीँ हो जमसम, यहीँ होइन त? यहीँ हो जमसम। जै जमसम चाहिँ किन भन्दाखेरि हामीलाई हिजो पोखराको भात खाएको मनै परेन है। मनै परेन पोखराको भातै मन परेन। अब कहीँ मिठो त खोज्नु पऱ्यो फेरि, यो मुखले मिठो खोज्छ फेरि। अनि अब कस्तो ज्यान चिलाइरहेको थियो होइन। अब यहाँ त्यसपछि अनि ननुहाएको नि 1 दिन भयो थियो। अब पोखरामा अलिकति कस्तो कस्तो लाग्यो, पानी हुन्छ नि ज्यान कहाँ जान्छ नुहाउन भन्दाखेरि मुक्तिनाथमा गएर नुहाइदिने कि फेरि अब हामी हो त्यो हो गाइज। अब होइन जस्ट अब के भन्दाखेरि अब हेरेँ ल घरेको बाइक यहाँ छ है। अब के अपडेट गरेको बाइकमा चाहिँ, तर के हो भन्दाखेरि अब हामी बाइकमा त नजाने के, म पनि बाइकमा गइसकेँ। बाइकमा त घले ओभर गइसक्यो नि। ए न्यू सिट बाइकमा घले धेरैचोटि गइसक्यो है, त्यही भएर चाहिँ अब नजाने भने अनि अब हामी चाहिँ आज राइड स्कुटरै फेरि डुओ राइडै विथ मेरो अप्रिला, मेरो पनि होइन फेरि मम्मीको अप्रिला हो। ए माइजुको स्कुटर हो ल। अब हामी चाहिँ एमा जाने हो 2 जना। यस्तो आउटफिट चेक साथी, आउटफिट चेक अनि मैले चाहिँ घलेको ज्याकेटै फेरि होइन, यो त मेरो ज्याकेट सुपले दिएको हो। 65 को मैले चाहिँ जाडो त हुन्छ, मैले ज्याकेट ल्याइनँ हो, त्यही भएर लागेको हो केटा हो। अब चाहिँ ल अब स्कुटरमा पेट्रोल सेट्रोल भरेर चाहिँ बाटोमा भेटौँ है त। ल घले पनि भ्लग गर्छ, मेरोभन्दा छिटो चाहिँ घलेको भ्लग आउँछ। अब घलेकोबाट हेरेर यहाँ कतिजना आउला, या मेरोबाट चाहिँ घलेको हेर्नु जाला है। उसकोमा पनि हेर दामी छ भ्लग। अब हामी बबाल अपडेट गर्छौँ बाटोमा गएपछि। ल गाइस न्यू अपडेट हामी चाहिँ अहिले हिँडिसकेको छौँ घरबाट। मलाई चाहिँ अब अब जाडो कपाल बिग्रियो है, हावाले लास कपाल बिग्रियो, त्यही भएर चाहिँ अब यसरी अब जान लाग्यो। अहिले चाहिँ हामी बाटो आइपुग्यो। यो चाहिँ कता हो भन्दाखेरि यो त्यही पोखराभित्र हो। कुन ठाउँ भन्छ यसलाई? यसलाई कुन ठाउँ भन्छ? रत्नचोकबाट भित्र हो है। अहिले चाहिँ हामी जाँदै हो। डुअल क्यामेरा युज गरेको है गाइस, अनुहार पनि देखिने बाटो पनि देखिने। 17 प्रो म्याक्सबाट है, मेरो चाहिँ 14 प्रो म्याक्स पऱ्यो। घरेकोबाट गरेको मैले भ्लग चाहिँ उसले र मैले एउटै मोबाइलबाट गरेँ, उसले गोप्रोबाट पनि गर्दा अहिले बिचमा अब उसकै च्यानलमा हेर्छ त्यो। अब मेरोमा त यो फोनबाट म गर्दिनँ है, त्यही हो लगाइ। अब स्कुटरमा पेट्रोल अहिले धेरै मिलाएन। अब चाहिँ हेम्चा गएर हाल्ने हो, हेम्चा। अब हेम्चासम्म पुगिन्छ ल। हेम्चातिर बाटोमा गएपछि देखाउँछ है त। अब अहिले चाहिँ हामी हेम्चाको बाटोमा आइपुग्यौँ है। हेम्चाको बाटो आइपुग्यो अनि स्कुटरमा पेट्रोल हाल्न लाग्यो फुल ट्याङ्क। अप्रिलले जस्तो खान्छ यार, यस्तै कुदाउँछ फेरि यसले मलाई। छट्टु कुदाउँदो रहेछ यार तिमीले यार। ल कतिको जान्छ भन्ने कुरा हो। बाइकले यसले धेरै खान्छ बाइकको। म हिजो 800 को पेट्रोल हालेर चितवनदेखि दमौलीसम्म आएको। 1 लाइन पेट्रोल कि 1 लाइन पेट्रोल भनेपछि 6 लाइन पेट्रोल घटेको त्यहीँसम्म आउँदा नि। यो कुदाउँदा चाहिँ ओभर घट्दो रहेछ क्या। लगेर अब 960 भएछ है। यसमा अलरेडी पहिला पेट्रोल छैन। लगभग 1100सम्म जान्छ क्या, लगभग 1100सम्म जान्छ। ल अब चाहिँ पेट्रोल हाल्यो, अब चाहिँ जाने है फेरि। ल घरेल चाहिँ ऊबाट गर्दैछ भ्लग गोप्रोबाट। कुन ठाउँ आइपुग्यो यार अहिले यार? कुन ठाउँ हो यो? काँडे आइपुगेछ हामी है। ल घरे यहाँ छ, भ्लग हान्न छ उताबाट। त्यही हो है। अब म त कस्तो भनेर हालेन, मेरो स्कुटरले चाहिँ मलाई 40भन्दा बढी स्पिड तान्दैन त यार। फ्रेस त फ्रेस हो कि फेरि बवाल फ्रेस हो। के भयो भन्दाखेरि चाहिँ जस्तो लाउँछ भन्दाखेरि मलाई चाहिँ सायद पेट्रोल फुल हालेको क्या माथिसम्म। अनि अब भित्र चाहिँ नि अलिकति मोटो छ नि त यो, अलिक मोटो छ, त्यही भएर चाहिँ अलिक तानेन जस्तो लाग्यो कि मलाई गाई। अरूहरूको चाहिँ तात्ने बुझ्यो है, अरूहरूको तात्ने बुझ्यो है। यस्तो हो कि साथी।
जब स्कुलमा भयो के ल्याउने हो जी पेट्रोल पेट्रोल भन्दा नि गाई है अब त्यो स्कुल धेरै तात्यो कि त्यही भएर नि होला नगएको अब चाहिँ कुदाइ क्रेजी कुदाइ फेरि मेरो क्रेजी कुद्यो केटा क्रेजी कुदाइ कुद्यो त्यस्तो के बुझ्दैन मेरो स्कुटर अहिले ल हेर ल क्रेजी हाने नि त अनि 80-90 भन्दा तल कुरै गर्दैन मेरो स्कुटरले डाउन हिलमा यसो होइन ल यस्तै छ केटा बाटो रमाइलो भइरहेको है ल केटा हो खुसमा कि खुसमा हो है खुसमा हो कि खुसमा हो हामी चाहिँ पुष्पा सेको सबका चाहिँ खुसमा छ मामाहरू धेरै हुनुहुन्छ हामीले फेरि अब चेक गर्दैन क्या केटा है हामीलाई फेरि हामी छुट्टै मान्छे हामी अब हामीले ओहो सर जानुहोस् तपाईँहरूलाई किन रोक्यो र भाग्छ भनेर कस्तो चालु बसेको यिनीहरू चालु छ कि यिनीहरू फेरि यहाँ यो अब यहाँबाट कति 20 आधा घन्टाभित्र त्यो आइपुग्छ आधा घन्टा चाहिँ त्यो अब आधी घन्टामा त आइपुग्छ बाइकमा अब स्कुटरमा चाहिँ कति बेला चाहिँ थाहा छैन क्या स्कुटर झन् मेरो झन् लभली है स्कुटर अब त्यस्तै आधा घन्टा चलाउँछ आधा घन्टा चाहिँ पुगिन्छ नि त होइन त पुग्छ 10 मिनटमा 10 मिनटमा अलिक छिटो भएन र स्कुटर फास्ट छ नि त स्कुटर फास्ट छ नि त मेरो 10 मिनटमा पुग्न बेला हुन्न के हो है अब हेर उसमा आइपुग्यो त्यही मैले धेरै भ्लग गरेँ होइन है बिचमा मात्र हो यस्तो देखिन्छु म चाहिँ है ल है ल यस्तो छ ल अब अगाडि गएर भेट्नुपर्छ है त केटा हो अगाडि मैले फेरि डुअल क्यामेरा युज गरेछु यता अनुहार देखियो यताको भ्यू हल्का हल्का मैले मतलब कि धेरै हल्ला छु होला अब केही भएन है बाल्न त्यो केटा हो त्यही होला अहिले चाहिँ सुजललाई ड्राइभरलाई सुसु लगाएर चाहिँ गएको छ मुत्न हेर्न सक्नुहुन्छ मुत्न गयो हामी चाहिँ अहिले कहाँ आइपुग्यो थाहा छैन है के अरे खुसमा कट्यौँ अहिले त अब यहाँ एकैछिन ब्रेक उसलाई ब्रेक चाहियो अरे कि हाम्रो राजालाई त्यही है केटा हो म झन् मास्क नलिएर आएको टोपी नलिएर आएको हालत खराब भए कपाल उडे है मास्क पनि लगाएन चस्मा पनि लिएर आइन यस्तो हानिरह अनि इजी होइन त अब कति मिनटमा पुगाउँछ अरे मलाई बेनीसम्म कति मिनटमा पुऱ्याउँछ आधी घन्टामा ल आधी घन्टा भने अझै टाइम कति भयो भन्दाखेरि 9:30 हुन लाग्यो यो मैले उसलाई बिहानै 5 बजी जाऊँ भनेको नउठेर हो त मुला 6 बजे हो ल ठिक छ रिजल्ट ल 6:50 हो 5:50 भयो थियो तर उठेन अनि फेरि अनि 7 बजे हो ल है ल अब केटा हो ल अब ब्रेक चाहिँ भइसकेको छ है अब चाहिँ हामी चल्दैछौँ हामी कति बजी हिँडेको अरे कति बजी हिँडेको अरे हामी त्यस्तै 8 बजी लाग्दा 8 बजी हिँड्नु लाग्यो अब यहाँ खुसमा कटिसक्यो ट्याक्कै 1.5 घन्टा भयो होला है अब चाहिँ ल चल्दैछ केटा हो ल केटा हो ल चल्दैछ अब बस्नु पऱ्यो स्कुटरमा ल जाऊँ ल निस्कियो होला हामी ल केटा है बागलुङ आइपुग्यो है बागलुङको चेकपोस्ट यही हो र यहाँबाट चाहिँ यता गयो भने चाहिँ बागलुङ पुग्छ है गाइस यताबाट गयो भने चाहिँ बागलुङ पुग्छ यताबाट गयो भने चाहिँ हामी अब मुस्ताङको बाटो चाहिँ हो बागलुङको बाटो चाहिँ हो दुईवटा छुट्टी बाटो आइपुग्यो अब चाहिँ कति मिनटमा अब आधा घन्टामा बेनी पुऱ्याउँछ भने है घरले अब के हुन्छ र आधा घन्टामा चाहिँ रमाइलो भइरहेछ मजा आइरहेछ गाइस रमाइलो भइरहेछ हो ल ठिक छ ल बेनी आइपुग्यो बेनी ठ्याक्कै 10 मिनटमा चाहिँ बेनी पुऱ्यायो है घरकाले अब ल हेर्न सक्नुहुन्छ अब बेनीमा ब्रेकफास्ट चाहिँ हाम्रो कोही साथी ए होइन त मेरो स्कुटरमा खाल्टो हाल्ने ए त्यस्तो ल अब हामी चाहिँ अब बेनीमा चाहिँ अब ब्रेकफास्ट हानिन्छ केटा अब भोक लागेर वाइल भएको छ
ल अब यहाँ ब्रेकफास्ट गर्ने ठाउँमा देखाउँछ है त ल अस्ति सुजलहरू लाँदा चाहिँ यहीँ कपले समातेको रहेछ आइपुग्यो हामी बेनीको बजार बजार जता माया उतै छ बेनी बजारमा के ल यस्तो छ है माहौल बेनीको अब यहाँ ब्रेकफास्ट यार अब यहाँदेखि कतिमा पुऱ्याउँछ त नि हामीलाई के अरे जोमसोमसम्म हाम्रो बल्ल फाइनली धेरै बसिरहेको छ है पनि आउनु छ केटा अब खाइसकेपछि दुखाइन्छ अब यार रक्छु यार पहिला ब्रेकफास्ट आयो हान्दैछ साथी चाहिँ म नि हान्दैछु लास्ट टाइमलाई ल्याउनु चाहिँ के यो बटर नान गार्लिक नान अनि पनिर भनिन्छ है मलाई खान्छ बटरको त बटर सुकिसक्यो जस्तो ल केटा अब खाएर चल्दिहाल्ने ल हाम्रो यात्रा सुरु भयो ल खाजा खाइयो है खाजा खान गएको 1 घन्टाभन्दा बढी पुऱ्याइदियो हामीलाई सोधेपछि एकदम लेट रहेछ है अब अहिलेदेखि के खाएको भनेर अब यस्तो खायो है अब अगाडितिर देखाउँछ है ल केटा हो रुप्ची आइपुग्यो है भर्खरै आइपुगेको यो मान्छेले यति हाल्यो अफरोडमा यति हाल्यो मेरो मम्मीको स्कुटर मेरो रियाक्सन पछाडिपट्टि होइन बसेर मैले कति कराएँ कति सम्झाएँ बाबुलाई भन्नुहुन्छ सुजल गुरुङमा गएर हेर्न सक्नुहुन्छ स्कुटरको पछाडिको पैँको के अरे हातमा बोकेर हिँड्नुपर्छ जस्तो छ के हो त्यहाँ फेरि होइन हौ होइन त्यस्तो दादाको स्कुटर हो के बोलेको यार रुप्चे झर्ना आइपुग्यो कति बज्यो 11:40 50 12 बज्नु लाग्यो है रोक है टाइम हेरौँ है टाइम कति बज्यो 11:51 भएछ 11:51 मा रुप्चे ए त्यो कोल्टेर देखिएको है त्यसले यस्तो है ल बवाल छ बवाल अब उता गएपछि देखाउँछ है ल यो चाहिँ पिसाब हेर्नु जाने ल केटा हो ल माथि गएर देखाउँछु म अहिले म देखाउनु न अब म बोल्ने हालत त छैन यार थाक्यो यार धेरै यार ल केटा हो ल अब घलेले फोटो खिच्ने भने फोटो खिचेर चाहिँ अब खै के हुन्छ अब जाने त होला नि होइन जाने त हो त्यही हो ल